नमस्कार। आज म यहाँहरूलाई नेपालको पुलिस रिपोर्ट सम्बन्धी अत्यन्त जरुरी जानकारी लिएर आएको छु। पछिल्लो समय युएई को भिजिट भिजा तथा वर्किङ भिजाको लागि पनि नेपालको पुलिस रिपोर्ट अनिवार्य राख्नुपर्छ भन्ने कुरा आएपछि मार्केटमा बिचमा रहेका व्यक्तिहरूले पुलिस रिपोर्टको नाममा अत्याधिक रकम असुल्नेदेखि लिएर विभिन्न कुराहरू मार्केटमा आइरहेको छ। यो विषयमा म यहाँहरूलाई प्रष्ट रूपमा जानकारी दिनेछु। पुलिस रिपोर्ट कसरी निकाल्न सकिन्छ, कति खर्च लाग्छ, यो विषयमा यो भिडियो आजको भिडियो बन्नेछ र भिडियोलाई स्किप नगरिकन अन्त्यसम्म हेर्नुहोला। सर्वप्रथम त तपाईले नेपालको पुलिस रिपोर्ट निकाल्नका लागि www.opcrnepalpolice.gov.np मा गएर तपाईले पुलिस रिपोर्टको लागि अनलाइन आवेदन दिन सक्नुहुनेछ। नेपालमै हुनुहुन्छ भने तपाईलाई नागरिकता कपीले पुलिस रिपोर्ट प्राप्त गर्न सक्नुहुनेछ। बाहिर हुनुहुन्छ भने अनिवार्य रूपमा तपाईले पासपोर्ट कपी एटेच गर्नुपर्नेछ र त्यसमा कुनै पनि शुल्क लाग्ने छैन र त्यो निशुल्क रहनेछ। त्यो करिब तपाईको 3 देखि 7 दिनभित्र त्यो भेरिफाई भएर त्यो पुलिस रिपोर्ट तपाईले त्यहीँबाट डाउनलोड गर्न सक्नुहुनेछ। त्यसपछिको अर्को प्रक्रिया रहनेछ नेपालमा डोफे नेपालको जुन डोफेबाट यसलाई प्रमाणीकरण गर्नुपर्नेछ भन्ने कुरा छ। त्यसको लागि पनि तपाईले अनलाइनबाट भेरिफाई गर्न सक्नुहुनेछ, प्रमाणित गर्न सक्नुहुनेछ, स्ट्याम्पिङ गर्न सक्नुहुनेछ। त्यसको लागि भने तपाईले 500 नेपाली 500 रुपैयाँ राजस्व बुझाउनु पर्नेछ। राजस्व भौतिक रूपमा तपाईले ग्लोबल आइएमई बैंकको राजस्व काउन्टरमा गएर बुझाउन सक्नुहुनेछ। त्यसपछिको प्रक्रिया भनेको तपाईले नेपालमा रहेको युएई को एम्बेसीमा त्यो पुलिस रिपोर्टलाई भेरिफाई गर्ने हो। त्यसको लागि शुल्क भनेको 150 दिराम छ। त्यो बराबरको USD वा नेपाली तोकिएको दर रेटमा यहाँहरूले बुझाउन सक्नुहुनेछ। त्यसपछिको प्रक्रिया यहाँले अगाडि गर्न चाहनुभयो भने त्यो पुलिस रिपोर्टलाई युएई मा ल्याएर त्यसलाई फेरि युएई को मोफा प्रमाणीकरण गर्न सक्नुहुनेछ। त्यसको शुल्क 150 दिराम र त्यसको ट्रान्सपोर्ट चार्ज, कुरियर चार्ज त्यसमा एड हुनेछ। यही विषयमा यहाँहरूलाई थप जानकारी चाहियो भने हाम्रो बायोमा रहेको नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ वा हाम्रो अफिस प्रत्यक्ष भिजिट गरेर पनि थप जानकारी लिन सक्नुहुनेछ। धन्यवाद।